हेलो, आज म मणिपुरको यङचाकको इरुम्बा बनाउँदैछु। इरुम्बा भन्छ मणिपुरमा। सो त्यसको लागि चाहिँ त्यो इरुम्बाको अचारको लागि चाहिँ यो चाहिन्छ। यो अन्त यो उमोरक, किङ चिल्ली भन्छ यसलाई, उमोरक भन्छ। सो यसको अचार इरुम्बा बनाउन गइरहेको छु है। यो चाहिँ अब मणिपुरमा बस्ने मान्छेहरूलाई मात्रै थाहा हुन्छ यसको भ्यालु चाहिँ, कति चाहिँ मिठो हुन्छ। यो खाना चाहिँ कति रुच्छ यसले। सो यो बनाउँदैछु। सो त्यसले गर्दाखेरि मेरो इन्ग्रिडियन्टहरू सबै रेडी छ बनाउनुको लागि। यहाँ सब्जी पनि भुट्नु आँटेको, यहाँ दाल पाक्दैछ। सो यो सबै रेडी हुँदैछ। सो अब बनाउन थाल्छु है। सो यो चाहिँ एकदमै खतरा दामी हुन्छ। यङचाक भन्छ, मङ्की राइस पनि भन्छ यसलाई। सो यङ भनेको मणिपुरमा के हो, मङ्की भनेको, चाक भनेको खाना भनेको। सो मङ्की राइस। सो अब स्टार्ट गर्न आँटेको म बनाउनु। सो त्यसले गर्दाखेरि यो चाहिँ म पहिला सब्जी भुट्नु आँटेको।